गाइस यो चाहिँ हाम्रो भ्लगमा स्वागत छ। भ्लग जस्तै हो। यो चाहिँ म अहिले घरतिर जाँदैछु अनि यो बिचमा यसरी असिना परेको छ कि यसरी परेको छ, यो हिउँ परे जसरी परेको छ। अनि योमा हिँड्नलाई चाहिँ फेरि आफ्नो चप्पल पनि चिप्लो भएको हुनाले गाह्रो छ। यस्तो छ अवस्था। म चाहिँ बिस्तारै आएँ पारीबाट। अब योभन्दा तल कस्तो छ भन्ने कुरो चाहिँ म देखाउँछु। यहाँबाट सिधै तल जाउँ। यस्तो छ बाटोमा अवस्था चाहिँ। अब यो चाहिँ वैशाखको आज झन्डै 26 गते पर्यो। 26 गते चाहिँ यसरी असिना आयो है। जे जस्तो भए पनि कृषकलाई चाहिँ गाह्रो छ है। अब हामीलाई एकछिनको रमाहट चाहिँ हुनसक्छ। हामी दृश्यसँग रमाउने बानी परिसकेका हुनाले केही छिनसम्म अथवा केही समयसम्म यसले एकचोटि मनोरञ्जन चाहिँ देला। मान्छेहरू खुसी होलान्, असिना पर्यो फोटो खिच्लान्, भिडियो बनाउलान् हैन। तर किसानको लागि चाहिँ निकै समस्या हो, निकै पीडा हो। किनभने एउटा कुरा त किसानहरूले आफ्नो जुन 6 महिनाको परिश्रमको बाली थियो त्यो बालीलाई सम्म पनि ढल्याउन पाउनु भएन। एउटा दुःखको कुरा त्यो छ। मकै रोप्ने बेला भयो, त्यो मकैलाई समयमा रोप्न सकिएको अवस्था छैन। र कतिपयले रोपिरहनु भएको त रोपे पनि आज चाहिँ यसले अब त्यो मकै उम्रिन दिने सम्भावना घटेर गएको छ। यहाँ चाहिँ आज रोप्नु भएको थियो यो कन्दमा, तर आज रोपे पनि आज होला जस्तो चाहिँ भएन। किन भन्दाखेरि आज उहाँले जोत्नुभयो। आज जोतिसकेपछि उम्रिने भन्ने चान्सेस चाहिँ अब कम हुँदै गयो। एकातिर यो पीडा छ, यो समस्या छ किसानहरूलाई। अब हामी धेरै ठुला कुरा गर्छौँ, तर यो चाहिँ वास्तविक किसानहरूले, वास्तविक जनताहरूले भोगिरहेको समस्या हो। यो समस्याबाट उन्मुक्ति पाउनका लागि अथवा यसलाई बन्दै गर्ने भन्ने त नहोला, तर स्थानीय सरकार लगायत विभिन्न तहका सरकारहरू छन्, तिनीहरूले यसलाई राहत क्षतिपूर्तिको केही व्यवस्था चाहिँ गर्नुपर्छ। आज मकै रोपिया छ यो कन्दमा, तर आज नै यसरी तपाईँको असिना पानी परिरहेछ। यसले राम्रो चाहिँ गर्दैन है, राम्रो गर्दैन। यसले सबैलाई दुःखको कुरा नै हो यो। यस्तो छ, यसरी यो दुःखदायी स्थिति छ किसानहरूलाई। यो म चाहिँ पारीतिरबाट आएको, देख्न सक्नुहुन्छ यो घरबाट। यो घरमा चाहिँ पसल पनि छ। यो घरबाट सडक हुँदै यहाँ हरियो घरतिर झरेको। यहाँ चाहिँ यस्तो छ, बिजोग छ स्थिति है। यता देख्न सक्नुहुन्छ यो पनि यस्तै छ। तपाईँकोतिर कस्तो छ कमेन्ट गर्न नबिर्सिनु होला।